अस्ति चाहिँ मैले क्लियर रिटेनरको बारेमा एउटा भिडियो बनाएको थिएँ होइन, त्यसमा चाहिँ धेरैजनाले कमेन्ट गर्नुभएको थियो बाङ्गोटिङको दाँत मिलाउन मिल्छ कि मिल्दैन होइन। यसले चाहिँ बाङ्गोटिङको दाँत मिलाउन मद्दत गर्दैन। ब्रेसेस अथवा क्लियर अलाइनरको ट्रिटमेन्ट सकिसकेपछि लास्टमा लाउने रिटेनर हो होइन। रिटेनर चाहिँ ब्रेसेस अथवा अलाइनरको ट्रिटमेन्ट सकिसकेपछि लगाउने चिज हो। यसले चाहिँ बाङ्गोटिङको दाँत मिलाउन मद्दत गर्दैन। र धेरैजना चाहिँ कन्फ्युज भइराखेको हुन्छ नि, क्लियर रिटेनर र अलाइनर चाहिँ फरक कुरा हो। क्लियर अलाइनरले चाहिँ दाँत मिलाउन मद्दत गर्छ होइन, त रिटेनरले चाहिँ दाँत मिलाउन मद्दत गर्दैन। देख्दाखेरि चाहिँ उस्तै उस्तै देखिन्छ, तर क्लियर रिटेनर र अलाइनरमा चाहिँ धेरै फरक हुन्छ। यसको बारेमा चाहिँ डिटेलमा पछि भिडियो लिएर आउँछु। र यो क्लियर रिटेनरले के काम गर्छ भन्दाखेरि चाहिँ ब्रेसेस अथवा अलाइनर लगाइसकेपछि चाहिँ दाँतलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा मुभ गरेको हुन्छ, दाँतलाई चाहिँ मिलाएको हुन्छ। त्यही भएर चाहिँ केही दिन समयसम्म त्यही पोजिसनमा मेन्टेन गर्नुपर्ने हुन्छ होइन, केही महिना अथवा केही वर्षसम्म मेन्टेन गर्नुपर्ने हुन्छ। हो, त्यही मेन्टेनेन्स गर्नको लागि चाहिँ के हुन्छ त, यो क्लियर रिटेनर चाहिँ लगाउनु पर्ने हुन्छ। क्लियर रिटेनरले चाहिँ दाँतको पोजिसन केही समयसम्म चाहिँ मेन्टेन गरिराखेको हुन्छ, नभए चाहिँ के हुन्छ त, रिल्याप्स हुने चान्सेस हुन्छ।